मेरो पनि सानो अभिनय रहेको परान चलचित्र यही कार्तिक 14 गतेबाट देशव्यापी रूपमा सबै हलहरूमा लाग्दैछ र आज यसै चलचित्रको चाहिँ ट्रेलर रिलिजको यो कार्यक्रममा म पनि सहभागी भएको थिएँ र यसै सन्दर्भमा मैले निर शाह सर एकदमै नेपाली सिने जगतको अग्रज कलाकार सर हुनुहुन्छ उहाँलाई भेट्ने अवसर पाएँ। निर शाह सर नमस्ते सर। नमस्ते। ओहो सन्चै हुनुहुन्छ? गलबन्दी एकदम खुसी लाग्छ। गलबन्दी मेरो फेभरेट वस्त्र हो के तपाईँको त नामै गलबन्दी। परान कार्तिक 14 गते आउँदैछ सबैजनाले हेरिदिनु होला एकदमै सपरिवार। यस वाच इट। थ्याङ्क यू सर। र अहिले हामी सबैजना ट्रेलर हेर्नको लागि सबैजना हामी हलभित्र छिरिसकेका छौँ। निर शाह सर, केके अधिकारी म्याम लगायत दीपक आचार्य सर सबैजना र पत्रकारहरू सबैजना उपस्थित भइसक्नु भएको छ। अब सुरु हुँदैछ ट्रेलर हेर्नु है त पुरा ट्रेलर। कति धेरै मान्छे यस्तो घाइगुइमा कसरी बस्छ सेमाइले बस्दै गएपछि बानी परिहाल्छ नि बुवा।